यो भिडियोमा चाहिँ हामी भेन डायग्रामको कुरा गर्छौँ। भेन डायग्राम चाहिँ बुलियन फङ्सनहरूलाई बुलियन एक्सप्रेसनहरूलाई चाहिँ भिजुअलाइज गर्ने एउटा राम्रो तरिका हो। यसमा चाहिँ एउटा रेक्टेङ्गल हुन्छ र त्यसभित्र चाहिँ केही ओभरल्यापिङ सर्कलहरू, जतिवटा भेरिएबल छ त्यतिवटा सर्कलहरू हुन्छ। जस्तो दुईवटा भेरिएबलको लागि छ भने दुईवटा सर्कल हुने भयो र एकअर्कालाई ओभरल्याप गरेको हुन्छ हैन। र यसमा चाहिँ यो जुन देखिरहेको छ ए र बी भनेर दुईवटा भेरिएबल, त्यसमा चाहिँ जुन चाहिँ ओभरल्याप गरिएको पार्ट छ त्यसलाई चाहिँ हामी भन्छौँ ए डट बी र एतिरको पार्टलाई भन्छौँ ए डट बी कम्प्लिमेन्ट है। बी भन्दा पर हो र ए हो भन्न खोजेको त्यो ए डट बी कम्प्लिमेन्ट भनेको। अनि त्यसै गरी बीतिरको पार्ट भनेको ए भन्दा पर भयो, ए कम्प्लिमेन्ट भयो र बी भयो, त्यसैले ए कम्प्लिमेन्ट डट बी भयो। त्यसै गरी ए र बी भन्दा पनि पर, दुइटै भन्दा बाहिर छ भने ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट भनेर हामी यसरी रिप्रेजेन्ट गर्छौँ। त्यसै गरी तिनवटा भेरिएबलमा अब फेरि यसमा चाहिँ धेरै पोर्सनहरू हुन्छ। मैले त्यहाँ धेरै व्याख्या गरिनँ यसमा, किनभने यो भेन डायग्राम चाहिँ दुईवटा भेरिएबल र तिनवटा भेरिएबलसम्मको लागि ठिकै हुन्छ भने धेरै भेरिएबलको लागि त्यति राम्रो तरिका पनि होइन। अब मानौ ए भन्ने भेरिएबल र बी भन्ने भेरिएबल छ। यसमा चाहिँ जुन चाहिँ ग्रे पोर्सन छ त्यसले चाहिँ पर्टिकुलर त्यो रातो कलरमा लेखिएको पार्टलाई चाहिँ एक्सप्लेन गर्न खोजेको हो है। अब जस्तो यहाँनिर कतै पनि ग्रे छैन भने त्यसले दिने आउटपुट के हो त? 0 है। अब म भेन डायग्राम देखाउँछु, तपाईँ अनुमान लाउँदै जानु होला र यदि अनुमान लाउन एकदम टाइम लाग्छ जस्तो लाग्छ भने पज गर्नु होला है त। र यो चाहिँ के होला? ए डट बी राइट। यो त अघि नै हामीले देख्यौँ। त्यसै गरी यो बीतिर छैन भनेपछि बी कम्प्लिमेन्ट बन्यो र ए भयो होइन, ए डट बी कम्प्लिमेन्ट। अब यहाँनिर अलिकति कम्प्लिमेन्ट देखिएको छैन भने ख्याल गर्नु होला है, त्यहाँ कम्प्लिमेन्ट चाहिँ हो। त्यसै गरी यो पोर्सन, यसलाई हामीले अघि पनि नाम दिएका थियौँ ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट भनेर। र अर्को तरिकाले यसलाई नाम के दिन मिल्छ भने ए प्लस बी भनेको जति पोर्सन छ त्योभन्दा पर भएको हुनाले ए प्लस बी होल कम्प्लिमेन्ट पनि भन्न मिल्छ यसलाई। त्यसै गरी यो ए प्लस बी भयो। त्यसै गरी यो अब यसमा चाहिँ के देखिन्छ त भन्दाखेरि ए डट बी भनेर जुन पार्ट थियो त्योभन्दा सबै पर भनिसकेपछि ए डट बी कम्प्लिमेन्ट। यो पार्ट जस्तो 0मा थियो, केही पनि थिएन, यसमा सबै छ भनेपछि यो 1 भयो। अब यो अलिकति रमाइलो छ हेर्नु त, यहाँनिर ए डट बी भन्ने पार्ट पनि ग्रे छ भने ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट भन्ने पनि ग्रे छ। भन्नुको अर्थ दुइटै 0 हुँदाखेरि र दुइटै 1 हुँदाखेरि चाहिँ 1 हुने पार्ट रहेछ यो। त्यसो भनेको चाहिँ के हो त? एक्स नर हो राइट, ए र बी को एक्स नर। त्यस्तै यो यसमा चाहिँ ठ्याक्कै उल्टा छ राइट, यो चाहिँ के भयो त? एक्स अर भयो। भेन डायग्राममा हामी यति मात्रै कुरा गर्नेछौँ र अर्को भिडियोमा भेटौँला। अहिलेलाई यति।